आज चाहिँ बनाउँदैछु क्यालेन्डर केक है। क्यालेन्डर केक एकदमै दामी हुन्छ होइन। अनि यो चाहिँ डिसेम्बर महिनाको हो। अनि यसमा चाहिँ मैले क्यालेन्डरै बनाउनु पर्ने हुन्छ होइन। सो यहाँ चाहिँ मैले डिसेम्बर महिनाको बनाउँदैछु। अनि 7 जुन चाहिँ डेट हुन्छ, डेट डल्लै अब 30 छ भने 30, 31 छ भने 31 सबै लेख्नुपर्ने हुन्छ है। अनि जुन चाहिँ डेटमा चाहिँ अब जन्मेको हुन्छ है, बर्थडे हुन्छ, त्यो डेटलाई चाहिँ सर्कल या त्यसमा चाहिँ सानोबडे मिनी हार्ट लाउनु पर्ने हुन्छ है। सो यसमा चाहिँ मैले 17 नम्बरमा लगाएको छु है। अनि सिम्पल छ यो केक है। साइडमा चाहिँ मैले यहाँ लिफ नजरले बर्डर डिजाइन दिएको छु है। अनि यहाँ तल्लोपट्टि चाहिँ नाम पनि लेखेको छु है। सो तपाईँलाई कस्तो लाग्यो कमेन्ट गर्नु होला है। अनि यो केक चाहिँ यो नारुतो थिममा बनाउँदैछु होइन। अनि यसको लागि चाहिँ मेरोमा नारुतोको एउटा सानो फोटो मात्रै थियो है। अरू केही मेरोमा केही सामानै थिएन होइन। अनि फोटो प्रिन्ट लिनु जानुको लागि चाहिँ टाइम पनि थिएन। अब नानीहरू पनि घरमा थिएन त्यति बेला होइन। त्यही भएर चाहिँ मैले जुन चाहिँ टुक्रा केक छ है, त्यो टुक्रा केकलाई चाहिँ मुछिओरी होइन, कलर हालिओरी, रातो कलर हालिओरी चाहिँ आफै अब कटिङ गरिओरी चाहिँ यसमा जुन चाहिँ नारुतोको जुन चाहिँ आगो आगो टाइपको हुन्छ है, नारुतो तपाईँहरूले देख्नु भएको होला होइन। त्यो आगो आगो गर्ने सेप निकालिओरी चाहिँ सबैमा टुथपिकहरू लगाएर चाहिँ माथिपट्टि केकको माथिपट्टि स्ट्यान्ड गरेको छु। अनि साइड साइडमा पनि अलिकति डिजाइन गरेर चाहिँ यसलाई मैले कम्प्लिट गरेको छु है। सो हेर्नुहोस् यसको फाइनल लुक है, क्युट भएको छ है। तपाईँहरूलाई चाहिँ कस्तो लाग्यो कमेन्ट गर्नु होला है। अनि यो जुन चाहिँ अर्को केक छ है, त्यो अर्को केकको चाहिँ मैले भिडियो भेटेन है। अब मैले बनाइनँ कि सिम्पल छ भनेर या अब डिलिट भयो थाहा छैन है। नेक्स्ट टाइम अब यस्तो केक बनाएछु भने म तपाईँसँग भिडियो सेयर गर्नेछु है। सो तपाईँहरूलाई कस्तो लाग्यो भिडियो कमेन्ट गर्नु होला।